Hello everyone, welcome back to my channel. It's me Pratiksa. फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो YouTube च्यानलमा। अहिले चाहिँ बिहानको 5 बजेको छ अनि हामी चाहिँ जान आँटेको छौं वृन्दावन। अनि आज चाहिँ कति टाइम बाद भ्लग लिएर आउँदैछु है वृन्दावन अनि ताजमहल जाँदैछु र चाहिँ सो हामी चाहिँ को जाँदैछौं। मेरो हस्बेन्ड छ है अनि मैले लगाएको छु चप्ली प्यान्ट सर्ट लगाएको छु अनि यहाँ हुनुहुन्छ हाम्रो दुईजना दिदीहरू। ला कसै त निदाइ पनि सक्नुभएछ। यता हेरिदिनु लु रेसमा दि कहाँ जान आँट्दैछ भनिदिनु। हामी आज जाँदैछौँ मथुरा वृन्दावन अनि ताजमहल आग्रा। कति बजे उठ्नु भएको लु भनिदिनु त। हामी चाहिँ रातभरि सुतेको छैन, एक्साइटेडले भनौँ या निन्द्रा नै लागेन। एक्साइटेड त होइन तर निन्द्रा लागेन। अहिले चाहिँ निस्किसक्यौँ 6 बजेको छ है। रेसमा दि अगाडि प्रणय भाइ यहाँ छ, मेरो बुढा यहाँ छ, जुमा दि यहाँ छ। अहिले चाहिँ हामी गाडी भएकोमा गएको कोही उठेको छैन, सायद दोकानहरू पनि खोलेको छैन। अहिले चाहिँ गाडीमा चढिसकेको छौँ हामी। कस्तो दामी सनसेट देखिरहेको रहेछ। अन्त मैले भिडियो बनाएँ। हामी चाहिँ भजन सुन्दै जाँदैछौँ। आधी बाटो पुगिसकेको छु। हेर्नुहोस् होला, हेर्दै जानुहोस्। म चाहिँ बुढासँग जिस्किँदै थिएँ, ऊ पनि जिस्किनु हुँदै थियो मसँग। अन्त अलिअलि त जिस्किनु पऱ्यो नि त है, फेरि बुढाले हेप्छ नि त हामीलाई। अन्त त्यही भएर अलिअलि जिस्काइ पनि दिँदै थिएँ। अहिले चाहिँ हामी ताजमहल आइसकेको छौँ र तपाईँहरूलाई एउटा कुरा भन्नै बिर्सेछु, वृन्दावन चाहिँ हाम्रो क्यान्सल भइसकेको थियो किनभने टाइम पुगेन। त्यही भएर फर्स्टमा चाहिँ वृन्दावन जान्छु भनेर सोचेको थियौँ र अहिले चाहिँ बन्द हुँदो रहेछ नि त, बिहान मात्रै खोल्दो रहेछ अनि हामी ढिलो भएर चाहिँ जानु पाइनौँ। र अहिले चाहिँ हामी ताजमहल पुगिसकेको छौँ। वाउ कति दामी देखेको भने नि, फोटो खिच्दाखेरि चाहिँ नि केही देख्दैन रहेछ। त्यो आकाश र यो ताजमहलको कलर एउटै भएर चाहिँ केही नदेख्दो रहेछ। अन्त भिडियोमा अलिअलि कता कता छेउछेउ हेर्नुहोस् त यस्तो हुँदो रहेछ। अन्त चाहिँ यति दामी यति ब्युटिफुल थियो है, चिटिक्क परेको कति राम्रो रहेछ क्या। कति दामी रहेछ भने छेउबाट चाहिँ। गरम छ, घुम्नु चाहिँ सक्दैन तर दामी छ, एकदम दामी रहेछ। ज्यादा गरम भएर चाहिँ हामी घुम्नु सकेनौँ र हामी चाहिँ गाडीमा बसिसकेको छौँ फर्किनको लागि। अनि खानासाना पनि खाइसकेको थियौँ त्यहीँनिर। ल अहिले चाहिँ हामी जाँदैछौँ। अहिले चाहिँ हामी ब्याक रुम फर्किँदैछौँ र यति मजा आयो है। दादाहरूलाई धेरै धन्यवाद भन्छु, दिदीहरूलाई पनि घुमाइदिनु लानुभयो अनि त्यसको लागि। अनि मेरो बुढा चाहिँ सुतिसकेको थियो, भाइहरू हाँस्दैछ यहाँनिर। सो आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनुहोस् होला। बाई बाई एभ्रिवान, फेरि भेट्यौँ नेक्स्ट भिडियोमा।